म चाहिँ मन्त्री परिषदमा जाँदिनँ, मैले स्पष्टै भनेको छु हैन। म जाने सुरमा चाहिँ छँदा पनि छैन, छँदा पनि थिइन हैन। त्यहाँबाट मेरो जनतासँगै बसेर जान्छु। अब चुनाव पनि हुँदैछ, चुनावको तयारी पनि गर्नुपर्ने छ। अब जनताहरू पनि जागिदिनु होला र चुनाव पनि अब जनताको आशा अनुसार, बलिदानी अनुसार सरकारले त्यसअनुसार परिवर्तन गरेर गराउनेछ भन्नेमा चाहिँ मेरो आशावादी छु। मैले यति नै भने। हो कि अब त्यो चाहिँ हामीले निर्णय गर्छौँ, सल्लाह गर्दैछु। भर्खर यसो गरौँ, अहिलेलाई यो भन्दा पनि यतातिर चाहिँ फोकस गरौँ है। घटनाको कुरा जोडौँ न, आज धेरै शहीद हुनुहुन्छ हैन, उहाँहरूको सपना अहिले पुरा होला जस्तो लाग्छ तपाईलाई? हैन, म एकदमै आशावादी छु। सरकार हुनुहुन्छ, सुशीला भनेको एकदमै देशकै ठुलै पदमा जानु भएको हो हैन। त्यो हिसाबले गर्दा चाहिँ उहाँले नियम कानुन सबै जान्नु भएको छ। आशा छ सबै पुरा गर्नुहुन्छ। अहिले भ्रष्टाचार हुनु हुँदैन, सबभन्दा मेन भ्रष्टाचार हो। त्यसको लागि राम्रो अहिले कुलमान घिसिङ हुनुहुन्छ, सबै सरहरू आउनु भएको छ। रामेश्वर खनाल पनि अर्थविदै हुनुहुन्छ हैन। उहाँ पनि एउटा अर्थ सचिव आफ्नो पद नै छोडेर जानु भएको हो हैन। अनि पद छोडेर जानुभएको हो। अनि त्यसपछि फेरि उहाँ बहाली नै हुनु भएको छ। जनताले लगेर राखिदिनु भएको हो नि त। कुलमान घिसिङलाई पनि जबरजस्ती पुरानो गठबन्धनले हटाएको हो, फेरि जनताले नै राखिदिएको हो नि त। त्यही भएर यो चाहिँ जनताको सरकार हो भन्न चाहन्छु। सुशीला कार्कीलाई नै सरकारले हटाएको हो हैन। काङ्ग्रेस एमाले माओवादी मिलेर हटाउनु भएको हो। कुलमानलाई नै तिनैजना मिलेर हटाउनु भएको हो। अनि फेरि हाम्रो रामेश्वर खनालहरू सरहरू अर्थमन्त्रीहरूलाई पनि हटाउनु भएको। त्यही भएर अब चाहिँ जनताको सरकार हो। जनताले जबरजस्ती राखिदिनु भएको छ। उहाँहरूले जनताको आशा पुरा गर्नुहुन्छ भन्ने छ। म चाहिँ हजुरहरू जस्तै गरेर, हजुरहरू जनताहरू जस्तै गरेर हजुरहरूसँगै बसेर वाचडगको रूपमा, एउटा निरीक्षकको रूपमा चाहिँ हेर्छु। अनि केही नराम्रो भयो, केही हजुरहरूको आशा पुगेन भने चाहिँ मैले आवाज चाहिँ उठाउँछु। म चाहिँ मन्त्री परिषदमा जाँदिनँ, मैले स्पष्टै भनेको छु हैन। म जाने सुरमा चाहिँ छँदा पनि छैन, छँदा पनि थिइन हैन। त्यहाँबाट मेरो जनतासँगै बसेर जान्छु। अब चुनाव पनि हुँदैछ, चुनावको तयारी पनि गर्नुपर्ने छ। अब जनताहरू पनि जागिदिनु होला र चुनाव पनि अब जनताको आशा अनुसार, बलिदानी अनुसार सरकारले त्यसअनुसार परिवर्तन गरेर गराउनेछ भन्नेमा चाहिँ मेरो आशावादी छु। मैले यति नै भने। हो कि त्यो चाहिँ हामीले निर्णय गर्छौँ, सल्लाह गर्दैछु। भर्खर यसो गरौँ, अहिलेलाई यो भन्दा पनि यतातिर चाहिँ फोकस गरौँ है। घटनाको कुरा जोडौँ न, आज धेरै शहीद हुनुहुन्छ हैन, उहाँहरूको सपना अहिले पुरा होला जस्तो लाग्छ तपाईलाई? हैन, म एकदमै आशावादी छु। सरकार हुनुहुन्छ, सुशीला भनेको एकदमै देशकै ठुलै पदमा जानु भएको हो हैन। त्यो हिसाबले गर्दा चाहिँ उहाँले नियम कानुन सबै जान्नु भएको छ। आशा छ सबै पुरा गर्नुहुन्छ। अहिले यति भनौँ। हस्, धेरै धन्यवाद है।